हेर न हजुर हो बल्ल तातो आयो तातो आयो बल्ल ओके यस त्यसमा कति धेरै घर छ जोसिनको पानीको बोतल खै जोस्मिन अलिक जाम कस्तो यहाँ हेर त ड्याडीलाई ए जोस्मिन ल बस म खेलाइदिन्छु झुला बस मम्मीलाई त मैले धकेल्न सक्दिनँ एकछिन झुलोको दाँतमा लाग्छ कि अहिले दाँत कोस्किन्छ न अनि यता आधा खान्दा उता फुलसित घुम्न जाऊ ल यता उज मैले तिमी आज स्विङ नखेल्ने अझै हल्लाइदिउँ थोरै चल्यो ल भयो भयो नो बाबा हेलो गाई जाडो जाडो मुस्ताङ भन्दा पनि चिसो छ हामी अहिले हावाको लहरसँगै उडिरहन मन लाग्छ ल तिमी रेडी भऊ है गाइज हेलो गाइज लडौला अहिले बिस्तारै हैन यहाँको भ्यू देखाउनु पर्दैन यो रिसोर्टको त्यसपछि अचाङ्ग्रामा हाई गाइज हामी चाहिँ हैन हिजोको घुमघाम सकेर अनि आज पनि तलसम्म गएर हामी चाहिँ लगभग 2 आवर जति घुम्यौँ हैन यस्तो रमाइलो भयो उहाँहरू चाहिँ एकदम थकित अवस्थामा हुनुहुन्छ किन भन्दा धेरै हिँड्नुभयो हैन ए छर्लङ्ग हिमाल पनि देखियो सनराइज पनि देखियो तर अहिले हामीले ठ्याक्क हेरे पछाडि चाहिँ बादल लाग्यो कस्तो लक्की ओ माई गड एकदमै रमाइलो भयो यताबाट घुमौँ न अहिले जाम त्यति हो कि त्यहाँबाट हो आजी होइन र
अहिले हामीले चाहिँ होइन हामीले चाहिँ भ्युज हेरिसके पछाडि चाहिँ अहिले चाहिँ बादल लागेको छ केही छैन हामी चाहिँ एकदमै रमाइलो इन्जोय गऱ्यौँ होइन हेलो कस्तो लाग्यो नगरकोटको बसाइ आदिलाई कस्तो लाग्यो पुगिन्छ बाबा तलै आउँछ कि एभरेस्ट मनलाबाट सामानहरू निकाल्दै गर्छौँ है त तलै आउनु भन कि हेलो एभरेस्ट मनला भनेर आउँछ एभरेस्ट मनला भनेर ठ्याक्कै लोकेसनमा छौँ हामी सामान रेस्टुरेन्टबाट निकाल्दै गर्छौँ यो होला क्या लक भनेको ल हामी चाहिँ एभरेस्ट मनला रिसोर्ट नगरकोटमा प्रस्थान गर्दैछौँ ओके हाम्रो ग्याङ अगाडि हिँडिराख्नु भएको छ अरे अब के काम भयो त लगेर सामान हाल्ने नि रेडी छौँ अनि अहिले फेरि लतारेर हिँड्न कति गाह्रो हुन्छ अनि ए ल होइन अर्को ठाउँ जाने हो कि एभरेस्ट मनला के भन्ला लगाइस ल यो लात ब्यागलाई उसको त त्यहाँ आइमै नि बोलिरहेको क्या ऊ आइमै उल्टो दाइलाई ऊ भनिरहेको छ कि ऊ बोल्न पनि जरुरी केही छैन नि त त्यहाँ त ऊ त प्यासेन्जर हो अनि त्यसपछि अनि त्यही बोल्ने नि एउटा हुन्छ नि र यस्तो भयो मैले छुएँ सरी बुझेको छैन केही छैन भइहाल्छ